नमस्कार, म सेफ मनबहादुर तामाङ। आजको अतिथि हाम्रो सेफ पूर्णिमा लिम्बू हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार सर। नमस्कार, सन्चै हुनुहुन्छ म्याम? सन्चै छु सर। के छ त हजुरको खबर? नयाँ नौलो हिजो आजको अस्ति साउनको 2-4 दिन गइसक्यो, के छ तपाईँको? हजुर अहिले त राम्रै छ। हजुरलाई कस्तो छ? मेलाई सब एकदम ठिकै ठिक छ। छ, धन्यवाद हजुरले सोध्नु भयो। अहिले राम्रै चलिरहेको छ भनौँ ट्रेनिङ सेन्टर। हजुरले काम गरे पनि लगभग आज 8-9 महिना भइसक्यो। यो अनुभवमा चाहिँ हजुरले बेकरी र पेस्ट्री सिकाउँदै गर्दाखेरि चाहिँ नेपालमा कोही नयाँ आउने भाइ बहिनी दिदी बहिनीहरूलाई चाहिँ कसरी सिकाउनुहुन्छ? यहाँ चाहिँ अब बेसिकदेखि हरेक उसमा आउनुहुन्छ, 2-3 दिनको क्लास पनि हुन्छ, तर पनि उहाँहरूलाई चाहिँ जे होस् राम्ररी सिक्नुहोस् होइन। अहिलेसम्म जति पनि अब बाहिर पनि छन् ट्रेनिङ सेन्टर, यहाँ चाहिँ अलिकति एक्स्ट्रा नलेज पनि दिइराखेका छौँ। जे होस् उहाँहरूले चाहिँ बेकरीमा यस्तो हुन्छ है भनेर चाहिँ अलिकति राम्ररी तरिकाले चाहिँ उहाँहरूले ट्रेनिङ दिइरहेको छौँ। भरसक चाहिँ उहाँहरूले चाहिँ बेकरीमा चाहिँ गएर ट्रेनिङ यसरी गऱ्यौँ भन्दा चाहिँ उहाँहरूलाई चाहिँ गिल्टी फिल नहोस् भनेर राम्ररी गरिरहेको छौँ। कति राम्रो सोच म्याम। हजुर जस्तै अनुभवी सेफ भएको भए त संसारमा सबै ठाउँमा अलग अलग डिफ्रेन्ट कल्चरबाट डिफ्रेन्ट तरिकाबाट सिकाउँथ्यो होला। पक्कै पनि हजुरलाई एमएसपी ग्लोबलमा 8-9 महिना काम गर्दै गर्दाखेरि हजुरको अनुभव चाहिँ कस्तो भयो? हजुर यहाँ आएर एमएसपी ग्लोबलमा चाहिँ मैले अरू ठाउँभन्दा नि धेरै अरू ठाउँमा नि गरेँ, तर यहाँ चाहिँ एकदमै राम्रो छ। फेसिलिटीदेखि लिएर हरेक आफ्नै तरिकाले जे होस् धेरै नै राम्रो लाग्यो यहाँनिर। अब त्यो त भनेर पनि हुँदैन, एकदमै धेरै राम्रो भन्न चाहन्छु। मतलब धन्यवाद हजुरले एमएसपी ग्लोबल हस्पिटललाई पनि माया गरिदिनु भएकोमा। अनि साथसाथै हामी भनौँ न जस्तो काम गर्दै गर्दाखेरि चाहिँ तपाईँ कसरी चाहिँ सुरुवात गरे त? म पेस्ट्री सेफ बन्छु, नेपालको लेडी सेफ, त्यो पनि ब्युटिफुल लेडी सेफ होइन, भन्दै गर्दाखेरि म एउटा बेकरी र पेस्ट्रीको सेफ बन्छु भन्दाखेरि तपाईँ चाहिँ कहाँबाट चाहिँ सुरु गऱ्यो, कसरी चाहिँ सुरु गर्नुभयो? हजुर ब्युटिफुल भन्दा पनि काममा चाहिँ अलिकति म चाहिँ फोकस गर्ने हो पहिलादेखि नै। अनि जे होस् मैले चाहिँ पहिला सुरुवात चाहिँ अब सिकेँ होइन। अब यत्तिकै किन बस्ने नेपालमा आएर, पहिला त विदेश गएको मान्छे, अहिले नेपालमा आएर चाहिँ किन यत्तिकै बस्ने भनेर चाहिँ मैले सिक्दै गएँ। त्यहाँ चाहिँ अलिकति मैले चाहिँ राम्ररी हार्डवर्किङ गरेर सिकेँ। त्यहाँको सर म्यामले चाहिँ ठिक छ राम्रो छ भनेर अरू अरू ठाउँमा पठाउँदै जानुभयो। अनि भोलि गएर चाहिँ अब आफ्नो यत्तिकै किन बसिराख्ने भनेर मैले चाहिँ आफ्नो नलेजलाई चाहिँ अरू सामु म जस्तै अरू पनि अब कति जबलेस हुने मान्छेहरूलाई यसरी नै बेकरीमा अब राम्ररी सिक्नुहोस् भनेर चाहिँ मैले चाहिँ जति सक्दो चाहिँ मभन्दा राम्रो होस् भनेर अरूलाई गराउन चाहन्छु। त्यही भएर अहिले चाहिँ म यही फिल्डमा हिँडिरहेको छु बेकरी। कति राम्रो सोच हजुरको। अनि हजुरलाई किचन भान्साघरमा काम गर्दै गर्दा सबै ठाउँमा त धेरै जेन्ट्स सेफहरू हुन्छन्, केटाहरू सेफ हुन्छ, तपाईँले काम गर्दै गर्दा यो फिल्डमा सहज भएको छ कि छैन? हजुर उहाँहरू पनि आफ्नै दाजुभाइ, आफ्नै नजिकको फ्यामिली जस्तै मान्छु म अहिले जहाँ पनि भनौँ न। यहाँ मात्रै होइन, सबै ठाउँमा चाहिँ आफ्नै फ्यामिली सरह मान्ने नै गरेको छु। त्यही भएर मलाई एकदमै राम्रै भइरहेछ। पक्कै पनि हजुरको यो शब्द सुन्दा साह्रै मिठासपन र सुनमा सुगन्ध लाग्यो। हजुरले अन्तिम क्वेसन छ, हामी अन्तिम चरणमा पनि पुगिसकेको छौँ। अब हामीले अन्तिम चरणमा जाँदै अब आउने नयाँ नयाँ भाइ बहिनीहरूलाई +2 क्लियर गरेको या बिएचएम गर्दै गरेर आएको कुनै पनि एउटा भाइ बहिनीले चाहिँ तपाईँले कसरी सम्झाउनुहुन्छ? यो फिल्डमा हस्पिटालिटी भनेको थाहा छ, हामी इन टाइम चाहिँ करेक्ट हुनुपर्छ र जब आउट टाइम हुने बेलामा चाहिँ त्यसको कुनै पनि फिक्स हुँदैन। त्यसको लागि तपाईँको 2 शब्द चाहिँ मिठासपनमा सुनाइदिनुहोस्। हजुर हामीले चाहिँ जबलेस भएर बस्नुभन्दा केही स्किलको लागि चाहिँ जस कुकिङ मात्रै नभएर बेकरी अरू अरू पनि छन् धेरै होइन यस्तो जबहरू। तर पनि जे होस् यत्तिकै बेरोजगारी भएर बस्नुभन्दा यहीँ नेपालमा केही गर्ने अथवा विदेशमा गएर अलिकति स्किलको लागि काम सिकेर हुन्छ होइन। जसरी भए पनि नेपालमै गर्छु कि त विदेशमै गएर गर्छु भन्नलाई चाहिँ केही राम्ररी गर्नुहोस्, चाहे नेपालमै बसेर भए पनि यतिकै चाहिँ बेरोजगारी भएर नबस्नुहोस् भन्न चाहन्छु। पक्कै पनि धन्यवाद हजुरलाई। बेकरी र पेस्ट्री यस्तै सिक्न चाहनुहुन्छ भने एमएससी ग्लोबल हस्पिटलले सम्झनुहोस् र साथसाथै हाम्रो सेफ पूर्णिमा लिम्बूजीले सम्झनुहोस्। नमस्ते, धन्यवाद। धन्यवाद।